क्वेशन नम्बर 1 नेपालको संविधान 2072 कहिले लागू भएको थियो? अप्सन ए विक्रम सम्वत 2000 साल जेठ 3 गते, बी विक्रम सम्वत 2072 साल असोज 3 गते, सी विक्रम सम्वत 2072 साल कार्तिक 3 गते र अप्सन डी विक्रम सम्वत 2072 साल माघ 3 गते। सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्वत 2072 साल असोज 3 गते। क्वेशन नम्बर 2 मा रहेको छ नेपालको सबभन्दा पुरानो राजमार्ग भनेर कुन राजमार्गलाई चिनिन्छ? अप्सन ए महेन्द्र राजमार्ग, बी पृथ्वी राजमार्ग, सी सिद्धार्थ राजमार्ग र अप्सन डी त्रिभुवन राजमार्ग। सही उत्तर रहेको छ अप्सन डी त्रिभुवन राजमार्ग। क्वेशन नम्बर 3 काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? अप्सन रहेका छन् अप्सन ए 26.9 किलोमिटर, बी 27 किलोमिटर, सी 27.2 किलोमिटर र अप्सन डी 30 किलोमिटर। सही उत्तर रहेको छ अप्सन सी 27.2 किलोमिटर। क्वेशन नम्बर 4 आधुनिक कवि भनेर कुन कविलाई चिनिन्छ? अप्सन रहेका छन् अप्सन ए मोतीराम भट्ट, बी गोपाल प्रसाद रिमाल, सी बाबुराम आचार्य र अप्सन डी शम्भु प्रसाद ढुङ्गेल। सही उत्तर रहेको छ अप्सन बी गोपाल प्रसाद रिमाल। क्वेशन नम्बर 5 पञ्चाल झरना कुन जिल्लामा पर्छ? अप्सन रहेका छन् अप्सन ए तेह्रथुम, बी उदयपुर, सी कालीकोट र अप्सन डी डोल्पा। सही उत्तर रहेको छ अप्सन सी कालीकोट। क्वेशन नम्बर 6 नेपालको सबभन्दा पश्चिममा रहेको हिमाल कुन हो? अप्सन रहेका छन् अप्सन ए सैपाल हिमाल, बी अपी हिमाल, सी माछापुच्छ्रे हिमाल र अप्सन डी कञ्चनजङ्घा हिमाल। सही उत्तर रहेको छ अप्सन बी अपी हिमाल। क्वेशन नम्बर 7 भलिबललाई नेपालको राष्ट्रिय खेल कहिले घोषणा गरियो? अप्सन रहेका छन् अप्सन ए विक्रम सम्वत 2072 साल जेठ 7 गते, बी विक्रम सम्वत 2072 साल जेठ 8 गते, सी विक्रम सम्वत 2064 साल जेठ 9 गते र अप्सन डी विक्रम सम्वत 2074 जेठ 10 गते। सही उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 2074 साल जेठ 10 गते। क्वेशन नम्बर 8 पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति रहेको छ? अप्सन ए 29 किलोमिटर प्रति सेकेन्ड, बी 30 किलोमिटर प्रति सेकेन्ड, सी 32 किलोमिटर प्रति सेकेन्ड र अप्सन डी 33 किलोमिटर प्रति सेकेन्ड। सही उत्तर रहेको छ अप्सन ए 29 किलोमिटर प्रति सेकेन्ड। क्वेशन नम्बर 9 महाकाली सन्धि कहिले भएको थियो? अप्सन रहेका छन् अप्सन ए विक्रम सम्वत 2052 साल माघ 9 गते, बी विक्रम सम्वत 2052 साल माघ 18 गते, सी विक्रम सम्वत 2052 साल माघ 20 गते र अप्सन डी विक्रम सम्वत 2052 साल माघ 22 गते। सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्वत 2052 साल माघ 18 गते। क्वेशन नम्बर 10 नेपालले एक दिवसीय क्रिकेटको मान्यता कहिले प्राप्त गरेको थियो? अप्सन रहेका छन् अप्सन ए विक्रम सम्वत 2074 साल चैत्र 1 गते, बी विक्रम सम्वत 2074 साल चैत्र 2 गते, सी विक्रम सम्वत 2074 साल चैत्र 3 गते र अप्सन डी विक्रम सम्वत 2074 साल चैत्र 4 गते। सही उत्तर रहेको छ अप्सन ए
विक्रम सम्वत 2074 साल चैत्र 1 गते। क्वेसन नम्बर 11 नेपाल टेलिकमद्वारा 4G सेवा कहिलेदेखि लागू गरियो? अप्सन रहेका छन्। अप्सन ए विक्रम सम्वत 2074 साल भाद्र 15 गते, बी विक्रम सम्वत 2075 साल भाद्र 15 गते, सी विक्रम सम्वत 2076 साल भाद्र 15 गते र अप्सन डी विक्रम सम्वत 2076 साल असोज 15 गते। सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्वत 2075 साल भाद्र 15 गते। क्वेसन नम्बर 12 अभागी राजा भनेर कुन राजालाई चिनिन्छ? अप्सन रहेका छन्। अप्सन ए जयप्रकाश मल्ल, बी यक्ष मल्ल, सी प्रताप मल्ल र अप्सन डी लक्ष्मी नरसिंह मल्ल। सही उत्तर रहेको छ अप्सन ए जयप्रकाश मल्ल।